गाइज वेलकम टू माई भिडियो। स्वागत छ हजुरहरूलाई मेरो भिडियोमा। आफ्टर लङ टाइम लगभग 1-1.5 महिनापछि मैले यो भ्लग बनाइरहेको छु। एन्ड अहिले चाहिँ हामी दिदी म मेरो दुईवटा पछाडि बच्चा हामी 3-4 जना बिउ काटिरहेछौँ। एन्ड मम्मी बजाउनु भएछ काका थैम खेत जोताउन। सो जोताइराख्नु भएको छ, त्यही भएर अनि फोन गर्नुभएको थियो बिउ काट्दै गर भनेर। सायद भोलि रोप्न जानु छ होला, सायद भोलि या पर्सि। अब बिउ काटेर भ्यायो भने त भोलि नै हो, नत्र पर्सि, बिकज हाम्रो घरदेखि धेरै टाढा छ रोप्न जाने ठाउँ। अनि बिउ त धेरै काटेर लग्नै पर्यो। घन्टा लाग्यो बिउ काटेर त धेरै लाग्नै पर्यो होइन। धेरै त छैन, लगभग 4-5 कट्ठा होला। त्यही पनि अब थोरै मान्छे छौँ नि त, त्यही भएर दिनभरि जस्तो पनि लाग्छ। बिउ काटेर इफ यहाँबाट लग्यो भने 4-5 बोरा लग्नुपर्छ कि ठुल्ठुलो बोराको। सो मेरो दिदीले पनि काटिराख्नुपर्छ। उहाँ चाहिँ अघि न तोरी पेलाउन जानुभएको थियो, त उहाँ अनि तोरी पेलाएर आएपछि काटेर राख्नुपर्छ। म चाहिँ अघिदेखि काटिरहेको थिएँ। म काटेछु देखाउँछु। जस्ट कति बजीदेखि स्टार्ट गरेँ, त्यही 1:30 बजीदेखि अहिले लगभग 2:30 कति बाहा 2-3 बज्न लाग्यो होला। म देखाउँछु कति काटेछु भनेर। मैले धेरै काटेको छैन बिकज मलाई बिउ काट्न आउँदैन त्यस्तरी। घाँसै घाँस छ कि गाई चाहिँ, ये सब घाँस है। सो देखो गाइस, यो चाहिँ मेरो दिदीले काटेको, यो चाहिँ सबै मैले काटेँ। अनि यहाँ पनि छ, यो चाहिँ घाँसले छोप्या छ भन, यति जस्ट यति काटेको छु। अनि इधर है मेरी बहिनी। हेलो का हेलो गाइस। एरा बुन्टु खै बोलेको। सो हामीले चाहिँ बिउ काटिरहेछौँ होइन, यसरी पनि कडिरहेको छु गाइस होइन। अनि यो चाहिँ अस्ति मामा घर गए बेला एउटा नेल चाहिँ भाँच्यो होइन। मामा घर पनि हामी काटेर आएको गाइस होइन, मतलब रोपेर आएको, 10-12 दिन बसेर आएको। यो अहिले यति ठुल्ठुलो भइसकेछ बिउ, यो भुन्टी भन्दा नि ठुलो भएको कि यो बिउ त। अनि हामी चाहिँ होइन मामा घर गथ्यौँ बिउ रोप्न कि। अनि यहाँ चाहिँ सबैले रोपिभ्याएछन् होइन, हाम्रो गोतियारहरूले भ्याइसकेछन्। सो त्यही भएर आज अरू ठाउँ चाहिँ खेत के भन्छ त्यसलाई, बाटो बन्द भइसकेछ। बट एक ठाउँ चाहिँ भएन, त्यही भएर पहिला सुरु त्यही रोप्ने। अनि अर्को ठाउँमा चाहिँ सानो सानो ट्र्याक्टर लगेर अनि रोप्ने कुरा आएको छ होइन। अनि हाम्रो त गोतियारहरू त सब रोपिसकेछन्, जाठीहरू होइन। मलाई त तिनीहरूलाई देख्यो भने मलाई रिस उठ्छ, किनकि इफ हाम्रो खेतभित्र छ भने तिनीहरूले 2-4 दिन पर्खिनु पर्थ्यो कि। जस्ट हामी हिजो भर्खर मामा घरदेखि आयो, तिनीहरू हिजै रोपेर आइगयो के। जस्ट अब 2 दिन मात्रै रोक्न सकेनन् होइन। एक ठाउँमा अलिक धेरै छ कि, लगभग 6-7 कट्ठै होला खेत होइन। त्यहाँ चाहिँ पानी चारेर के अरे त्यो पम्पी सेट लाएर पानी उ गरेर हामीले त्यसरी खेत लगाउनु पर्छ। त्यही पनि तिनीहरूले बाटो बन्द गरिदियो के, रिस उठ्दैन। अनि अब के गर्ने, अब सानो ट्र्याक्टर लग्नुपर्छ, नत्र तिनीहरूको हामीले इफ ट्र्याक्टर हिँडाइदिउँ भने तिनीहरूले भने खान रोपिदिनुपर्छ। भाइ त्यत्रो हामीसँग बिउै छैन। हामीले बिउ यति पछि रोपेछौँ भन, म देखाउँछु हजुरहरूलाई। यति पछि रोपेछौँ, यो जस्ट यो मात्रै हो कि ठुल्ठुलो भने। उताको यति सानो सानो छन् नि। जस्ट असारको हामीले आज कति हो, आज असार 25 गते 26 गते होइन, 27 गते। आज 27 गते हो। हामीले त्यो बिउ रोपेको भनेको अस्ति पानी परे बेला कति गते भनेपछि 16-17 गतेतिर छर्या हामी के त्यो बिउ होइन। अनि हाम्रो भएकै छैन बिकज हाम्रो मोटर बिग्रेको थियो। तिनीहरूको त अब खाने पानी जोराएका छन्, कसैले ठुलोवाला मोटर छ होइन, के छ। अनि तिनीहरूले त्यस्तरी छरेलले बिउ, हामीले चाहिँ अलिक ढिलो भइगयो कि, छर्नमा पनि ढिलो भइगयो। अनि अब त्यो पानी पनि परिरहेको छैन नि त, कति धेरै पछि पऱ्यो पानी त, 15-16 गतितिर त पऱ्यो। अनि त्यो पानी परेपछि त तिनीहरूको रोप्न सुरु भइगयो। एन्ड हाम्रो चाहिँ भर्खर बिउ छर्यौँ कि, पानी पर्या बेला बिउ छर्यौँ। अनि यहाँ कामदै भइगयो। अनि तिनीहरूले सबैले रोपिसकेका छन्। अब के गर्ने गाइस, त्यस्तै त जिन्दगानी दर्पण छाया। अब हामी पनि अब हाम्रो पनि पालो आउला कुनै दिन भनेर मैले त गाली पनि गरिदिएँ। अब 2 दिन जस्ट 2 दिन पनि रोकेनन् कि, किनकि अरू ठाउँमा त त्यस्तरी बाटो बन्द हुने जस्तो छैन। त्यही एक ठाउँमा छ कि, अनि त्यहाँ पनि बन्द गरिदिए। अहिले आफ्नो भएको भए त तिनीहरू मरिहत्ते गर्थे। भाइ साहब कस्तो गर्थे।
अब के भने यस्तो त हो मान्छे आफ्नै मान्छे हुन्छन् कि त्यो घात गर्ने भने टाढो जानै पर्दैन। अनि हाम्रो मामा घर पनि कोही नभएर हामी सबै तिनीहरूको खेत भ्याइदिएर आउनु पर्यो। अझ सबै पनि भ्याइदिएनौँ। हिजो कति 2-3 खेत अझै बाँकी नै थिए होइन, बिउ छरेको होला, त्यही पनि हामी आयौँ। लास्टमा त तिनीहरूले त सबैले रोपेर भ्याए। अब के भने अझ भन्दाखेरि त झन् आफै उल्टै रिसाएर गाला फुलाएर बसेका छन् कि अब के भन्ने त्यस्ता मान्छेलाई, केही भन्न सकिनँ। सो गाइस सेम ब्लग नेक्स्ट डे होइन। हिजो चाहिँ मैले ब्लग इन्ड गरिनँ बिकज अनि टाइम भन्नाले पनि मैले बिर्सिकेँ के। सो आज चाहिँ हामी बिहानै हामी वहाँ गएनौँ कि जहाँ रोप्न जाने भन्ने थियौँ, त्यहाँ गएनौँ। यहाँ अन्तै घरनिरै छ 3 खेत, 1, 2 अनि यो पछाडिको यो 3टा खेत छ कि उहाँ दिदीले रोपिराख्नु भएको छ एक्लै। यो चाहिँ भर्खर रोपेर भ्याएको हामीले, यो चाहिँ मेरो बहिनी। अनि यो पछाडिको यो एउटा खेत, 3टा खेत अझै छ, मतलब 2टा खेत अब बच्यो होइन रोप्ने। अनि यो बिउ चाहिँ अलिक पुरानै हो कि, यो यस्तो भइसकेको छ, म देखाउँछु। मामा घरदेखि ल्याएको बिउ हो, यस्तो पहेँलो भइसकेको छ। सो अलि धौ भइरहेछ बिकज यस्तो छ क्या। अनि पानी पनि छैन, सुक्खामा रोपिराखौँ बिकज इफ अब अहिले नरोप्या भइदिए अब यो पानी कहिले पछि कहिले होइन, यहाँ पानी पनि लाग्दैन कि त्यस्तरी। सो अब हामी यहाँ रोप्छौँ, त्यसपछि अब के हुन्छ, वहाँ रोप्न जाने हुन्छ कि हुँदैन त्यो चाहिँ थाहा छैन। बट ग्यास होइन ऊ त्यहाँ हेर्नु, त्यहाँ छ एउटा त्यो मेरो भाइ हो, दूरका रिश्तेदार जिम्दार मान्छे होइन, तिनीहरूले खेत रोपेर भ्याइसकेछन्। तिनीहरूको आई थिङ्क आज लास्ट डे होला होइन। अनि त्यो त्यहाँदेखि आज चाहिँ हाम्रो फर्स्ट डे हो बिकज हामी मामा घर रोपेर आयौँ, 15-20 दिन कति दिन बस्यौँ होइन। एन्ड तिनीहरूले भ्याइसकेछन् कि, अनि त्यो जिस्काइरहेछ भाइ खेत भ्याइएर। अझ हामीले कहाँ रोप्नै छ होइन। अनि खेत पनि यति भित्र छ कि सबै बन्द गरिदिएछन् होइन, सबै रोपिसकेछन्। यहाँ त धौधौले पाइयो, यहाँ पनि पाइन्थेन कि। चाहिँ रोपेर आइसक्यौँ तर भ्याइएको छैन। अहिले चाहिँ 10 बज्न लाग्छ, 10 बजिसक्यो, भ्याइ चाहिँ छैन किनकि बिउै पुगेन, अलिकति बजेछ। सो अब पहिला खाना खाने हो, अनि मम्मीले बिउ काटिराख्नुपर्छ, त्यसपछि जाने हो रोप्न, भ्याउने हो। हामी फेरि चल्दैको हो बिउ लिएर। मैले चाहिँ यति लगेछु, अरू दिदीले लिएर आउनुहुन्छ ऊ त्यहाँनिर छ। सो अब फेरि हामी चल्दैको रोप्न होइन, धेरै छैन, अब यति थोरै छ कि। अनि यो बिउ पनि सानो सानो छ, यत्रो हिजो काटेको होला ठुल्ठुलो थियो, बट यो चाहिँ अलिक पछि छरेको होला हो क्या। सो त्यही भएर यत्रो छ। अब यही रोप्नु पऱ्यो बिकज यो र त्यो मामा घरबाट ल्याएको धान सेम छ क्या धानको बिउ। सो द्याट्स वाइ हामी यो रोप्न जान लाग्छौँ। यो सानो भएर हो, न त ठुल्ठुलो भएको भए यो बिउ त भ्याइसक्थ्यो, अघि नै भ्याइसक्यो। यति छ गाइस, उता पनि अलिकति रोपिसक्यौँ, यति छ। अनि यता चाहिँ पुरानो बिउ हो उता, अनि उता चाहिँ पुग्यो, यति पुग्यो। एन्ड अब यतिमा यो बिउ रोप्ने। अनि यता चाहिँ यो रोपिसकेका छन्, यो चाहिँ अरूको खेत हो। फाइनली गाइस देखो खत्म हो गया, रोपिसक्यौँ। वहाँ हुनुहुन्छ मेरो मम्मी, वहाँ हुनुहुन्छ मेरो दिदी, यहाँ छु म। देखो खत्म। हामी चाहिँ बिउ काट्न आयौँ होइन, बिउ काट्न आयौँ। आउनु न काट्न, म भाँडा माझिदिन्छु, काटिदिनुहुन्छ। बा वत्र धेर। हामी बिउ काट्न आयौँ फेरि। हामीले यत्रो बेर रोप्यौँ, दिनभरि रोपेर 3 खेत मात्रै भ्याइयो गाइस होइन। जिन्दगानी दर्पण छाया, उधर है मेरी अम्मा, मम्मी रिसाइराख्नु भएको छ टाढा रोप्यौ भनेर, टाढा रोपेछौ भनेर फाट्टा।
सो गाइस हाम्रो त्यो मामा घरबाट ल्याएको बिउ नपुगेर उता त्यो सानो सानो बिउ काटेर रोप्नु पर्यो, त्यही भएर मम्मी रिसाइराख्नुपर्छ। एउटा एउटा गरेर रोप्दैछन्, त्यही भएर के गर्ने, जिन्दगानी दर्पण छ यहाँ। सो म घर पनि आइसकेँ, बिउ काटिराख्नु नि त, अनि मम्मीले चाहिँ काटिराख्नुपर्छ। बट म र दिदी चाहिँ घर फर्किएँ, मतलब मैले त कपडा पनि चेन्ज गरिसकेँ। एन्ड के हो नयाँ नौलो भनेपछि होइन गाइस, पोर्क। यो किन कसले ल्याइदिएको भनेपछि मेरो मामाले ल्याइदिनु भएको होइन। मामाले किन ल्याइदिनु भएको भनेपछि अब हाम्रो त खेत रोप्ने छ नि त, अनि हाम्रो थारूको जातमा खेत भ्याइयो भने हरदौवा मान्छ नि के। सो हाम्रो मामा गाउँमा सबैको खेत भ्याइएछ। सो त्यहाँ चाहिँ आज बुङ्गुर काटेको थिएँ, बिकज आज हरदौवा मनाउन लाग्छन् आइतबार। सो हरदौवा मनाउन लाग्छन्, त्यही भएर अनि मासु ल्याइदिनु भएको। मतलब हामी जान्नौँ भनेर भनेको थियौँ, अनि त्यही भएर हामीलाई 1 केजी ल्याइदिनु भएको कि मासु खान्छन् भनेर। बिकज हामी रोप्दिन गएको थियौँ, रोप्दिन गएपछि त यति गर्नु पर्यो हो कि नै। उहाँ मेरो दिदी हुनुहुन्छ, मैले भर्खर मासु हेरेँ होइन कस्तो ल्याइदिनु भएको छ भनेर। अहिले मेरो दिदीको पालो। गाइस देखो पोर्क मासु, म चाहिँ खाना लाग्छ होइन। सो गाइस आजको लागि अब यति नै, अब भेटौँला अब भोलिको भ्लगमा।